So hello, welcome back to my channel. तपाईँहरूलाई फेरि स्वागत छ आजको च्यानलमा। खाने त हो अनि फेरि पनि आइसकेको छ जीवन ब्लग, अर्को ब्लग नयाँ लिएर। सो अहिले चाहिँ मेरो पछाडि हुनुहुन्छ प्यासेन्जर। हेलो दिदी, ए दिदी तपाईँ कहाँ पुग्नु पर्ने हो? माछा पोखरीमा के गर्नलाई? आज शनिबार हो। ए तपाईँ भनेपछि क्रिस्चियन हो? तपाईँ क्रिस्चियन हो? ए तपाईँ मात्रै कि पुरै फ्यामिली? त्यसरी हो। परिवारमा कतिजना छ तपाईँको? 5 जना जम्मा? ए तपाईँ कुन दाइ हो? जति कि सानी ठुली? सच्ची ठुली? कान्छी अनि एकजना भाइ। भनेपछि भाइले त सुक्खा रहेछ है? भाइ त अनि सुक्खा रहेछ त, सुक्खा। भाइले त मलाई त हो महारानी भनेर महारानी भन्छ? कस्तो डेन्जर। कोही छैन? अनि अनि ए भनेपछि अनि दिदी अहिले तपाईँ मात्रै जाँदै हो? अनि कहाँ जाने बहिनी चाहिँ? बहिनी चाहिँ अब पठाउनु जान मिल्दैन नि त। बहिनी चाहिँ आएको छैन है? ए अनि भाइ चाहिँ? भाइ नि जाँदैछ? अनि भाइ कस्तो छ त भाइ? कस्तो छ तपाईँको भाइ? अनि हो भनेपछि केटीहरू त कत्रै आउँछ होला है? केटीहरू हुन्छ भनेर अब केटीहरू आउने ल अनि भनेपछि भाइले त मात्रै छ है? दिदी दुईटा छ। के गर्छ काम दिदीले? अनि ए भनेपछि भाइ त मोज। ठिक छ। कहीँ यता प्यासेन्जरले भनिसक्यो आफ्नो बारेमा। सो राम्रो रहेछ है भनेपछि। अनि मनमा अब कहाँ भन्नुहुन्छ त? गाउँमा पो? गाउँमा पो? Oh, nice यार। भाइले बनाउँछ घर के छैन? थाहा छैन? भाइ माथि कतिको विश्वास छ त? ओ नाइस। अनि अवश्य बनाउँछ है? अवश्य एउटा घर बनाइदिन्छ है? ओए ओए
बनाइन् नगरे नि अँ कस्तो काम गर्यो हो ल ठिक छ नि त अब अनि कति कति वर्ष भयो त अनि क्रिस्चियन भएर मेरो विचारमा चाहिँ अब 12-13 वर्ष हुन्छ 12-13 वर्ष हुँदा कसलाई पाएको अनि अनि भनेपछि अहिले त कति वर्ष भयो त मेरो भाइ 3 वर्ष थियो होला हामी माछा अब 18 वर्ष अनि क्रिस्चियन भएर ए अनि भाइ कति वर्ष पुग्यो त भनेपछि यङ रहेछ है अनि यस्तो देखि कहाँमा छ गाई होइन भाइले यति सपोर्ट हान्ने ठिक छ ठिक छ ठिक छ अनि आजभोलि कस्तो चल्दैछ त लाइफहरू पढाइहरू ए तपाईँ यता काठमाडौँमै बस्नुहुन्छ कि गाउँबाट आउनु भयो ए भनेपछि त्रिशुलीमा बसेर पढ्दै हुनुहुन्छ अनि अहिले कति ब्याचलरमा कि ब्याचलर होला है यत्रो वर्ष पुगेपछि त अन्तिम अन्तिम अनि त्यही हो भनेपछि अब के अन्त नि ब्याचलर सकेपछि के गर्ने विचार छ ओए अनि राम्रो हुन्छ सबै थोक होइन ठिक छ नत्र अनि अहिले मसँग बस त डर लागेको छैन नि अरूहरूसँग बस्दा डर लाग्थ्यो कि ए अरूले भन्छ त बोलीमा शक्ति छ भनेर त्यही अनुसार अनि तपाईँ परमेश्वरलाई अति नै विश्वास गर्नुहुन्छ सहीमा 100% भनेपछि त परमेश्वरको भक्तै रहेछ है अनि बाँकी त सब ठिकै होला नि बाँकी सब ठिक त छ होला नि ठिक छ ए ल सो गाइस अब अहिले हामी चाहिँ यता कुन ठाउँ भन्छ यसलाई मलाई पनि थाहा छैन के भन्छ हामी चाहिँ यता गलाइ बाटो आएका छौँ होइन ए बाबु बिस्तारै